हात देखाउनुस् त। मेहन्दी वाउ कसले लगाइदिनु भएको? कुसुले कुसुले खुसबु आन्टी भन्नुपर्छ। अनि मामाहरूले घुमाउन लगिरहेछ तिमीलाई? आज लुगा किनिदिनु भयो मामाले? कुन कलरको नि? व्हाइट र ब्लू भन्जो। व्हाइट र ब्लू। अनि अंकलले तिमीलाई बोकेको है? अंकलले फेसबुकमा फोटो राखेछ नि छोरीको र अंकलको। अघि खिचेको त्यो फोटो? अघि घुम्न जाँदा अंकलले बोकिरहेको थियो हैन तिमीलाई? दिपु अंकलले। अनि फोटो राख्नु भएको छ नि दिपु अंकलले फेसबुकमा। अबि थाहा छैन छोरीलाई? छोरी उता विवेक दाइहरुका रमाइलो कि यता बेबीका रमाइलो? कहाँ रमाइलो छ? हजुरले थाहा छ अनि हजुरलाई थाहा छ। निस्ता उता विवेक दाइका रमाइलो कि यता बेबीका रमाइलो? छोरीलाई कहाँ बस्न रमाइलो लाग्यो? बेबी बेबी छैन नि। कहाँ गयो बेबी? खै मलाई थाहा छैन। निनु गयो छ। तिमीलाई पिट्छ कि पिट्दैन नि? बेबीले ता गर्छ कि गर्दैन नि? नुनु गर्छ। अनि बेबीले ता गर्छ तिमीलाई? पिट्छ बेबीले? खेलाउन ए अनि तिमीले बेबीलाई पिट्नु हुँदैन हस्, माया गर्नुपर्छ हस्। मैले पिटे छैन के मैले पिटे भने मैले पिटे छैन। त्यस्तो पिट्नु हुँदैन है। त्यो सानो बेबीलाई थाहा छैन नि त। बेबीले मलाई यस्तो पिट्यो। अनि बेबीले आछिसु गर्न आउँछ कि गर्न आउँदैन छोरी? टोयलेटमा गर्छ कि कहाँ गर्छ बेबीले आछिसु? आफै जान्दैन के मम्मीले गराइदिन्छ मम्मीले। ए उसको मम्मीले? उसको मम्मीले मम्मीले पनि सेम सेम मेहन्दी लाएर। अनि यता हेर न त्यो बेबीको नाम के हो थाहा छ तिमीलाई? त्यो बहिनीको नाम के हो थाहा छ? मेहन्दी लाउनु भयो नि मुन मेहन्दी लाउनु भयो त। अनि यता हेर न मम्मी त्यो बेबीको नाम के हो तिमीलाई थाहा छ? समृद्धि। समृद्धि बहिनी है। अनि आज के खायो? अनि आज के खायो बाबा तिमीले बाहिर? मोमो खायो? मोमो मोबाइल समात न। मोमो खायो? मोमो मोमो खाइ कि खाएन? मोमो खाइ कि खाएन? मोमो के भने? अनि तिमीले आइसक्रिम खायो? आइसक्रिम कतिवटा खाएको छोरी? मैले दुईटा। ओ माय गॉड। अनि निति मामुलाई खोइ त? ला अनि दुनिया आइपछि मात्रै दिन्छु। अनि छोरी कहाँ घुम्नु गएको नि? कसको घर हो नि यो त मलाई थाहै छैन छोरी। कसको घर? बेबीको घर। अनि मामा पनि हुनुहुन्छ? माइजू पनि हुनुहुन्छ? माइजू मामा कति हुन्छ भने थिएटा। होइन दुईटा मामा एउटा अंकल हो नि त। एउटा अजय मामा एउटा राजु मामा अनि अघि तिमीलाई बु गरेको दिपु अंकल हो नि त। त्यो मामा होइन त्यो अंकल हो। अनि खुशबु आन्टीले खै कसरी मेहन्दी लाए देखाइदेऊ त। कस्तो राम्रो बाबा मेरो छोरीलाई त दुलै बनाइदियो। वाउ अर्को हातमा पनि छ? अनि अर्को हातमा छैन? खै अनि आमाले के भन्नुभयो नि त्यहाँको आमाले? हजुरआमाले के भन्नुभयो? हजुरआमाले के खाए भने अनि तिमी कोसँग गरिरहेको? पहिला चाहिँ खाएको थिएँ। के खायो? दालमा खायो, दुध खायो, बिस्कुट खायो, कुल्फी खायो, केराले दालमा खायो, मोमो खायो। अब अनि के त्यही हो? दादा कहाँ? दादा कहाँ? उता विवेक दादा कहाँ?
उता डाँडा खा के अरे कुरकुरे चिप्स चकलेट जुस होइन आज मामाले मात्रै किन ल्याइदिएको छ नि राजु मामाले खाऊ भनेपछि किन ल्याएको छोरी कोसँग नुनु गरिरहेको नि मम्मीसँग नुनु गरिरह हो कोसँग नुनु गरिरहेको नि तिमी खै भनेको निष्ठा भन न कोसँग नुनु गरेको छोरी त आज नयाँ लुगा किनेको हो छे त्यस्तो नगर छोरी ब्याड ह्याबिट नो 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 बेबी नो बेबी कल भी नहीं खाया परसों भी नहीं खाया देखेंगे अभी खाएगा तो खिला देना था हाँ छोटे दूध खाने हुआ बूम खाने हाँ बूम खाने थोड़ा सा बूम करके लिया दो केमा खान्छ उले बोतल लिएर गएको छ नि नलगेर के गर्ने थोड़ा ही ल्या दो ज्यादा मत ल्या जयको आज काम नकाम के ने आज काम छ भोलि र पर्सि बिदा छ भोलि उता जानुपर्छ कोठा पनि खोज्न जानुपर्छ के को तिम्रो आजदेखि स्कुल खोलिसक्यो म्यामले मलाई मेसेज पठाइरहेको थियो स्कुल खोलिसक्यो भनेर फेसबुकमा राखिरहेको थियो अब कहिले जाने हो तिमी स्कुल एब्सेन्ट भइरहेछ अब जानुपर्छ खबर गर है हाँ छठको बिदा छ कि छैन खबर गर हुन्छ होला तै पनि म सोध्छु नभए पनि 4-5 दिन गेल भयो आइएबिएको जाँच होइन स्कुल होइन जाँच त होइन स्कुल गेल भएको त हो नि सोम मंगल बुध बिस शुक्र छठको बिदा नदियो भने 5 दिन गेल हुन्छ छठको बिदा दिए पनि 4 दिन गेल हुन्छ अचम्मै खाले बच्चा है म त कति दुःख देला भने केही दुःख दिएन अझैले अरु त सबै ठिक छ हिँड्नै मान्दैन खाली बोकाउँछ त्यही खराबी छ तेरो बेटीको अहिले पनि हिँड भने उसलाई त कहीँ लानै मलाई त जान जहाँ पनि पर्ने ल हिँड्ने एक पाइला हिँड्ने ल मलाई बोकेर उनीहरू बोकेर समेत नहुने मैले बोक्नु पर्ने रे मैले बोक्न सक्छ उसलाई त्यस्तो भिडमा आफूलाई त्यस्तो सानो बेबी हिँडेको देखाइदिनु न उसलाई लाज हुँदैन त्यो बेबी त हिँड्छ होला अब कति देखाउनु कतिले कति पर्ने तुलना जहाँ पनि पर्ने पछि जहाँ पनि पर्नु पर्ने हिँड्न चाहिँ नहुने अनि उसले भाषाहरू बुझ्छ मम्मी बुझ्छ अलिअलि बुझिसक्यो भाषा के हो भने मामा माइजूले बोले बुझ्छ अरे आज छोरालाई कसले नुहाइदिएको भन त माया गरेर कसले नुहाइदिएको माइजूले नुहाइदिएको है अनि माइजूहरू पसल गएर आउँदाखेरि छोरालाई क्रिक्याट के ल्याइदिएको है कुरकुरेहरू ल्याइदिएको है अनि छोरी ठुलो बडो मान्छेले पिरो भयो भने नखाएको है खेर पठाएको है कति राम्री देखिरहेछ झन् गोरो भएको छ त्यहाँ गएर हो छैन आँखेको गोरो हुन्छ यो लुगा पनि ठिक भयो उसलाई अब